यो क्वेशन चाहिँ मलाई आज एउटा भाइले सोध्नु भएको थियो र यो क्वेशन चाहिँ कन्सेप्चुअली इम्पोर्टेन्ट भएको कारणले यसलाई आज हामीले सल्भ गरौँ। यसमा चाहिँ हामीलाई डेन्सिटी अफ सम मेटेरियल दिएको छ जुन चाहिँ हामीलाई सीजीएस युनिटमा दिएको छ र यसमा क्वेशन सोधेको छ। सो फर्स्ट क्वेशन हेरौँ, व्हिच मेटेरियल फ्लोट्स अन वाटर एमङ देम भनेको छ। कुन चाहिँ मेटेरियल चाहिँ पानीमा चाहिँ फ्लोट गर्छ भनेर सोधेको छ। सो यसको लागि चाहिँ हामीलाई थाहा हुनुपर्छ वाटरको चाहिँ डेन्सिटी भनेको 1 ग्राम पर सेन्टिमिटर क्यूब हुन्छ सीजीएस युनिटमा। सो अब फ्लोट हुनलाई के हुनुपर्छ, कुनै पनि मेटेरियलको डेन्सिटी चाहिँ वाटरको डेन्सिटी भन्दा कम हुनुपर्छ। सो यो चारटा मध्ये कसको कम छ भन्दाखेरि चाहिँ मेटेरियल डी को चाहिँ डेन्सिटी कम छ, त्यही भएर चाहिँ मेटेरियल डी चाहिँ फ्लोट हुन्छ वाटरमा। सो सेकेन्ड क्वेशनमा सोधेको छ मास अफ व्हिच मेटेरियल विल बी मोर व्हेन भोल्युम अफ द मेटेरियल्स ए एन्ड डी इज सेम। सो ए र डी को भोल्युम सेम राख्यो भने मास चाहिँ कसको बढी हुन्छ सोधेको छ। सो यसको लागि चाहिँ हामीलाई फर्मुला थाहा हुनुपर्छ मासको। मास भनेको डेन्सिटी इन्टु भोल्युम हुन्छ। भोल्युम चाहिँ हाम्रो सेम छ भने अब जसको डेन्सिटी बढी हुन्छ त्यसको नै मास पनि के हुन्छ, बढी हुन्छ। सो यसको एन्सर भयो ए। त्यसपछि हाम्रो थर्ड क्वेशनमा छ व्हिच अफ देम डिस्प्लेसेस मोर वाटर व्हेन मेटेरियल ए एन्ड डी आर केप्ट इन वाटर एन्ड ह्याभ द सेम भोल्युम। सो दुईटै मेटेरियल ए र डी लाई चाहिँ हामीले वाटरमा राख्यो भने कसले चाहिँ बढी वाटर डिस्प्लेस गर्छ हैन, इफ तिनीहरुको भोल्युम चाहिँ सेम छ भनेर सोधेको छ। सो अब हामीले ए र डी लाई पानीमा राख्छौं भने चाहिँ ए त के छ, वाटर भन्दा यसको डेन्सिटी बढी छ, त्यही भएर यो पुरै सिंक हुन्छ भने डी चाहिँ यसरी फ्लोट हुन्छ। अब वाटर डिस्प्लेस भनेको जति भोल्युम चाहिँ पानी मुनि छ त्यति नै भोल्युम अफ वाटर चाहिँ डिस्प्लेस हुने हो। सो डी ले चाहिँ यति मात्र गर्छ भने ए त पुरै सिंक भएको छ, पुरै कम्प्लिटली पानी मुनि छ। सो दैट मीन्स यसले यति भोल्युम अफ वाटर चाहिँ डिस्प्लेस गर्छ। सो ए ले चाहिँ के गर्ने भयो, बढी भोल्युम अफ वाटर चाहिँ डिस्प्लेस गर्ने भयो। सो डी को एन्सर चाहिँ के हुन्छ, आइस हुन्छ। सो आइसको नै डेन्सिटी चाहिँ त्यति हुन्छ है त। Follow for more such contents.